हेलो 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 सबैजनालाई नमस्ते मेरो युट्युब च्यानलमा पुनः सेवा रो सबैजना सेवा रो। आज चाहिँ म लेटाङको चिसङ खोला भन्ने ठाउँमा छ। आज डाक्टर भान्जा र म होइन भान्जा आज घुम्न आएको छौँ है हामी दुईजना। डाक्टर ऊ चाहिँ मेरो भान्जा है। आज घुम्न आयो चिसङ खोलामा। एकदम रमाइलो छ चिसङ खोला, आउनु होला है माछा मार्ने चिसङ खोलामा है। टक्क रमाइलो छ। अनि तपाईँको टक्क झर्लुङ्गे पुल छ है। झर्लुङ्गे पुल माथि राजारानी जाने बाटो है। धोबी राजारानी जाने बाटो टक्क एकदम रमाइलो छ। माथि राजारानी पोखरी छ है। त्यो माथि त्यो हो यो माथि त्यो भित्ता भएको चाहिँ त्यो भर्केको जस्तो देखेको चाहिँ टक्क राजारानी बाटो हो है, जाने बाटो। आउनु होला सबैजना। चिसङ खोलामा छु है म आज चाहिँ। सबैजनालाई वेलकम छ लेटाङमा है। हेर्नु ल चिसङ खोला कति रमाइलो छ। यहाँ चाहिँ मान्छे डराएको छ है। भान्जाले चाहिँ त्यहाँ केही खोजिरहेछ है आज। आउनु होला टक्क रमाइलो छ। जस घुम्ने ठाउँ छ लेटाङमा। आउनु होला। लेटाङको गवारी भन्ने ठाउँमा परिचक्क आउनु होला। डाँडाहरू छ है। सबैजनालाई वेलकम छ है हाम्रो लेटाङमा। भान्जा के खोजेको त्यहाँ मासु खोजेको भान्जा के खोजेको? भान्जाले त्यो पैसा खोज्दैछ। ल आउनु टक्क बेलबारदेखि माथि आए पनि हुन्छ है। टक्क कानपुरदेखि माथि आए पनि हुन्छ। बाटो चाहिँ त्यहाँ हो है। टक्क हामी आज खोला घुम्न आइरहेछौँ। एकदम रमाइलो छ। जोस् खोला हेर्नु कति रमाइलो छ है। रमाइलो छ हौ। आउनु होला सबैजनालाई वेलकम छ है।